नेपालको पुरै इन्डियामा कति पर्छ यो इन्डियामा 240 हुन्छ अन रोड 40 हजुर नेपाल छिरेपछि 6 लाख परिहाल्छ उता त साह्रै महँगो हो तपाईको ल सिक्किम हजुर सिक्किम उता नामथाङ भन्ने जग्गामा अब आज चाहिँ यता सिलिगुडी बसेर सिलगढी बसेर जानुहुन्छ भोलि मात्रै एक्लै हो नि तपाईँ हजुर ल दुईजना मिलेर घुम्नु भयो नि हजुर त्यो ठिक हो एक्लै त अब केटा थियो कि केटी थियो साथी केटी नेपाल नेपाल से किए हाँ आपका यूट्यूब चैनल का नाम क्या है KT95 ब्लॉग ठीक है भैया हम सब्सक्राइब अरे झूठ बोल रहा है ये झूठ बोल रहा है GoPro देख्ने साथ जम्टेर भयो त क्या सेलिब्रेटी फिल बनाइदिएको एकछिन भए पनि खुट्टी हेर्ने पुष्पराज मैं झुकेगा नहीं साला। So hello everyone, welcome back to the channel KT95 vlog. I hope you all are good and well. So आज चाहिँ म काठमाडौँबाट यता इन्डिया फर्किँदैछु है नेपालबाट. सो यो चाहिँ मेरो आज लास्ट भ्लग हो यसको यता नेपाल ट्रिपको है. सो तपाईहरुलाई के कस्तो लाग्दैछ होला भ्लगको बारेमा है तल कमेन्टमा दिनुहोस् होला. सो लेट्स गो. सो अहिले टाइम चाहिँ हुँदैछ 7:30 जस्तो है अनि म चाहिँ यता काठमाडौँदेखि राइड स्टार्ट गर्यो इन्डियाको लागि. सो आज चाहिँ म गएर सिलिगुडी होल्ड गर्ने त्यहाँदेखि भोलि चाहिँ म सिक्किमको लागि निस्किने है. सो आज चाहिँ अन्त मेरो जुन चाहिँ साथी थियो उहाँको मम्मीले चाहिँ है म अब लामो बाटो ट्राभल गर्दैछ भनेर उहाँहरूको तरिकाबाट चाहिँ मलाई एकदम बिदा दिनुभयो है. खुसी लाग्यो एकदम. अब मन पनि दुख्दैछ छोडेर जाँदैछु भनेर है. उहाँले अब दही खुवाएर खदा सदा लाएर बिदाहरू दिनुभयो. एकदम खुसी लाग्यो है. अनि अब एकदम टाढो बाटो पनि छ. सो के कस्तो हुन्छ आजको ब्लग. सो भिडियोमा लास्टसम्म बस्नुहोस् होला. सो लेट्स गो. सो एउटा चाहिँ के भन्दाखेरि जुन चाहिँ हामी यो काठमाडौँ सिटी एरियामा हामीले राइड गर्थ्यौँ नि त्यो टाइममा चाहिँ अब हुन्छ नि म्यापले यति साह्रो रुट देखाउँछ कि त्यसले गर्दाखेरि एउटा रुट पक्रेर जाँदाखेरि पनि घुमाएर त्यही रुटमा ल्याइदिन्छ है. त्यसले गर्दा चाहिँ एकदम कन्फ्युज बनाउँछ किनकि हामीहरू पोखरा जाँदा पनि त्यस्तै गरेको थियो. अर्को रुट देखाउने त्यो पक्रिँदा फेरि अर्को देखाउने त्यसले गर्दाखेरि पुरा कन्फ्युज बनाउने कि है. सो यो मेन सिटीमा चाहिँ अलिकति त्यो झन्झट लाग्दो छ. अरू चाहिँ केही छैन. अब स्ट्रेट हिँड्नु थालेपछि चाहिँ मेन हाइवे पक्रेपछि चाहिँ मजा आउँछ राइड गर्नु पनि है. एउटा नेपालमा चाहिँ के हो भन्दाखेरि है एउटा नयाँ नम्बर हुन्छ नि सेतो नम्बर प्लेट देख्यो भने चाहिँ सबैजनाले घुमी हेर्ने है. जसलाई कि यता एकजना दाइले हेर्नु भइरहेछ है यो दाजुले अब यता सिक्किम मतलब इन्डियाको नम्बर देखेर है. अब प्रायः जहाँ पनि जान्छ नि अब अलिकति नम्बर प्लेट सेतो देख्यो भने सबैले घुमी हेर्ने कि कहाँबाट आएको के भन्नु है. त्यो चाहिँ एउटा अलिकति कस्तो एउटा हुन्छ नि फिल गराइदिँदो रहेछ है. बाँकी त सबै एकदम मान्छेहरू पनि यहाँको एकदम हेल्पफुल है. राम्रो लाग्यो. सो यहाँ अलिकति ट्राफिक जामले गर्दाखेरि सो अब म चाहिँ काठमाडौँ सिटी छोडेर चाहिँ है हाइवे पक्रेर जाँदैछु. अब चाहिँ राइड गर्नु मजा आउँछ किनकि स्ट्रेट जान्छ है. यो बाटो चाहिँ म अस्ति चाहिँ बेलुका कभर गरेको थियो है. त्यसले गर्दाखेरि त्यस्तो केही अब भिजिबिलिटी थिएन बेलुका त. सो आज चाहिँ म बिहान कभर गर्दैछु दिउँसो. त्यसले गर्दाखेरि म यो फर्किँदै गरेको भ्लग पनि हालेको है किनकि अस्ति कतिवटा बाटो कभर नगरेको आज गर्दैछु. सो अब हेरौँ के कस्तो हुन्छ है. अस्ति अँधेरोमा नभ्याएकोहरू चाहिँ आज उज्यालोमा भ्याउँदै जाउँ के कस्तो रहेछ जग्गाहरू है. कति जग्गा मैले त्यो अँधेरोले गर्दै देखेको थिइनँ. सो इन्जोय गर्नुहोस् होला भ्लग. जुन चाहिँ यो म हाइवे हिँड्दैछु है यो चाहिँ काठमाडौँ र काँक्रे भित्ताको चाहिँ सबैभन्दा नजिक हाइवे हो यो चाहिँ है. किनकि अहिले चाहिँ यो हाइवे चाहिँ के भएर चाहिँ अलिकति लामो हुँदैछ भनेपछि चाहिँ एकखेप त्यो बाढ आएको थियो चाहिँ यहाँनिर चाहिँ है. त्यो फ्लड आउँदाखेरि चाहिँ अलिकति त्यो खोलाको छेउछेउको बाटोहरू चाहिँ पुरा तानेछ नि खोलाले. त्यसले गर्दाखेरि
यसरी अब खोलाको बगर बगर चाहिँ यसरी नयाँ रोड बनाएको जस्तो छ है, त्यसरी कभर गर्नुपर्ने रहेछ, नभए चाहिँ बाँकी चाहिँ रोड दामी छ है। सो ला हो के भयो, अगाडि त पुरा जाम लागिरहेको रहेछ त। मलाई बेलुका 10 बजीसम्म चाहिँ बोर्डर क्रस गरिसक्नुपर्ने छ। सो के हुन्छ अगाडि हेरौँ है। मलाई चाहिँ लाग्दैछ अगाडि बाटै केही बिग्रेको छ जस्तो लाग्दैछ है। सो जाम लागेको छ र हो, मलाई जे चिजको डर थियो त्यही चिज चाहिँ भएछ है। अहिले चाहिँ यहाँनिर बाटो बनाउँदै रहेछ, कहिलेदेखि बनाएको त्यो चाहिँ याद भएन है, किनकि मलाई चाहिँ 10 बजीसम्म चाहिँ बोर्डर क्रस गरिसक्नुपर्ने छ। मेरो 10 बजीसम्म मात्रै हो आज बेलुकाको त्यो यो के भन्छ भान्सार चाहिँ भ्यालिड है। सो त्यति बेलुकासम्म चाहिँ म काँक्रीभित्र क्रस गर्न सक्नुपर्छ। के हुन्छ One hour later. मडगाडमा लाग्यो, मडगाड। फाइनली 1 घन्टा जस्तोको बादमा चाहिँ बाटो क्लियर गरिसक्यो है। यहाँनिर चाहिँ यति डरलाग्दो जाम लागेछ, उता आउनेबाट पनि हामीहरू जानेपट्टिबाट पनि है। सो अब म चाहिँ यहाँबाट जति सक्दो चाहिँ क्लियर छिट्टो बाटो कभर गर्नु पऱ्यो, किनकि अब टाइम छैन मेरोमा चाहिँ है। 1 घन्टा जस्तो नै यहाँनिर जाममा फसिहाल्यो। सो कस्तो एकैचोटि लिएर आएको। लु है, अब त मेरोमा चाहिँ टाइमै छैन, यस्तो पाराले कुदाउने बेला भयो कि एकदम अब हुन्छ नि 1 घन्टा उयो भए पनि मेरो छ नि भान्सार चाहिँ इनभ्यालिड हुन्छ है। सो त्यसले गर्दाखेरि चाहिँ टाइम कभर गर्नु लागि चाहिँ यस्तो अब रफ कुदाइ हुन्छ कि तपाईँहरू अगाडि देख्न सक्नुहुन्छ बाटो चाहिँ के कस्तो छ भनेर है। झन्डै यस्तो चाहिँ तपाईँहरूलाई आधा किलोमिटर जस्तो चाहिँ यस्तै भेट्छ अफ रोड है। त्यहाँदेखि मात्रै चाहिँ फेरि प्लेन पिचहरू छ, किनकि अस्ति बेलुका हिँड्दाखेरि मैले अन्दाज गरेको बाटो यो चाहिँ है। हेर्नुहोस् जामहरू पनि कहाँसम्म लागेछ है, वारी र पारी जोड्दाखेरि नै। सो बाइकको चाहिँ अलिक माया मारेरै कुदाउनु पर्छ यतिको चाहिँ है। अगाडि हेर्दै जानुहोस् बाटोहरू के कस्तो छ है। सो लेट्स गो। म चाहिँ जस्ट अफ रोड छोडेर पिच रोडपट्टि इन्टर गर्दैछु है। अब यहाँदेखि चाहिँ तपाईँहरूले एकदम पिच रोडै मात्रै भेट्छ है, कन्टिन्युसली अफ रोडहरू भेट्दैन, किनकि मेन त्यो फ्लड आएको जग्गा चाहिँ हामी कटिँदैछौँ है। सो
सो म चाहिँ अहिले मुलकुट बजारको अलिक माथितिर छु है, किनकि यो चाहिँ सिन्धुली हाइवे भनेर पनि चिनिँदो रहेछ। किनकि मलाई यो जग्गा चाहिँ आउनु पुरा मन परिरहेको थियो है, यो मिररहरू देख्दा है, यो वालतिर लगाएको। अनि यो चाहिँ किन लगाएको भन्दाखेरि चाहिँ है, यहाँनिर चाहिँ दुर्घटनाहरू ज्यादा हुन्छ भनेर चाहिँ सेतीदेवी मातालाई चाडाको हिसाबमा चाहिँ अब यो भित्तातिर लगाउँदो रहेछ है मिररहरू। सो यहाँनिर चाहिँ ज्यादा एक्सिडेन्टहरू भएर यो जग्गा चाहिँ अस्ति चाहिँ रात परेर चाहिँ त्यस्तो मैले देखेको थिइनँ है, नोटिसै गरेको थिइनँ। आज चाहिँ उज्यालोमै देख्दाखेरि चाहिँ सो जे होस् एकदम दामी रहेछ, अझै लामो छ यस्तो। अब चाहिँ म चाहिँ पहाड इलाकाहरू छोडेर चाहिँ प्लेन साइडपट्टि इन्टर गर्दैछु है। अनि अलिक तलबाट चाहिँ एउटा मेन हाइवे पक्रिन्छ, त्यो चाहिँ एकदम प्लेन छ। त्यहाँदेखि चाहिँ सिधै सिधा तेर्सो छ बाटो नै हो, यस्तो निन्द्रा लाग्ने खालको बाटो छ। त्यहाँदेखि चाहिँ लगभग 300 किलोमिटरै छ, त्यहाँदेखि चाहिँ मेन काँकरी भित्ता पुग्नु नै है। सो अहिले चाहिँ म अब मेन प्लेन साइडपट्टि इन्टर गर्दैछु यहाँदेखि चाहिँ। सो फाइनली म चाहिँ काँकरी भित्ता आइपुग्यो है। अब इन्डिया बोर्डर क्रस गर्न आँटेको छ। यहाँ अगाडि चाहिँ अलिकति चेकिङहरू हुन्छ, मेरो भान्सारहरू चेक गर्छ है। सो ए सर, हाम्रो भान्सार कहाँ देखाउनु पर्ने हो? भन्छ देखाउन त यहीँ हो त। ए देखाइदिनु न। कति दिनको छ भन्छ? 10 दिनको थियो, आज लास्ट। कहाँ पुगेर आउनुभयो? काठमाडौँ, पोखरा सबै घुम्यो? हजुर एक्लै घुम्नु भयो? हजुर एक्लै। अनि 2 जना जानुपर्छ नि घुम्न नि, अनि पो मजा आउँछ। साथीहरू थिएन अरू? साथी उता काठमाडौँकै थियो कि अन्त। सबै घुमेर आउनुभयो? हजुर त्यही त, यता 10 बज्छ भनेर छिट्टो छिट्टो। कति सिसी? 220 सिसी हो? 200 सिसी। यसले पो पुरै इन्डियामा कति पर्छ यो? यो इन्डियामा 240हरू छुन्छ अन रोड। हजुर नेपाल छिरेपछि 6 लाख परिहाल्छ। उता त साह्रै महँगो हो तपाईको ल। सिक्किम हजुर, सिक्किम उता नामथाङ भन्ने जग्गामा। अब आज चाहिँ यता सिलगढी बसेर जानुहुन्छ भोलि मात्रै? एक्लै हो नि तपाईँ? हजुर ल 2 जना मिलेर घुम्नु भयो नि, हजुर। त्यो ठिक हो। एक्लै त अब केटा केटी थियो साथी। केटी हजुर, थ्याङ्क यू। ल हुन्छ हजुर। हजुर रमाइलो रहेछ है। यता बोर्डरको मेन तैनात कक्सहरू है, मजा आयो। एकछिन हाम्रो हल्का गफ है, बिचरा उनीहरू पनि बोरिङ भइरहेको हो, त्यही माथि अन्त अलिकति गफ मारेर दिँदाखेरि चाहिँ मजा आउँछ नि। अब मेरो यो नेपालको सिम पनि जब बोर्डर क्रस गर्छ, सिमको नेटवर्कहरू सबै सुन्ने हुन्छ है। अब बोर्डर उयो उड्यो, नेटवर्क उड्यो। अब In 100 meters, continue straight onto बोर्डर क्रस H01. गरेँ कि Continue straight onto है, इन्डिया H01. छिर है म। The next day. नाम क्या बोला? सानी। सानी मतलब सनी देओल का कोई चाचा का लड़का है क्या? ये वाला क्या सर? हाँ यही वाला है। ठोक दीजिए सब्सक्राइब। ये नहीं वो काला है, यहाँ सबका लाल होता है, यह तो काला है। हाँ ठोक दीजिए। पहला यूट्यूब से पेमेंट आया तो मैं घर पे चॉकलेट भेज दूंगा। बदमाश मत करना। हाँ चलो सो गुड मर्निङ एभ्री वान। सो हिजो चाहिँ म यता जेसी भिल्ला भन्ने यता माटीगाडा होटल लिएर बसेको थियो है, किनकि हिजो चाहिँ म बेलुका आउँदा आउँदा मेरो गोप्रोको ब्याट्री पनि डेड भयो, त्यसले गर्दाखेरि केही भिडियो गर्नु पाएन, थाकेको पनि थियो। सो आज चाहिँ म यता सिलगढीबाट निस्किँदैछु सिक्किमको लागि है। सो के हुन्छ आजको सानो राइड, अब यो चाहिँ कन्टिन्यू हिजोको म आएकै ब्लगसँग हुन्छ है। सो आज चाहिँ यो मेरो नेपालको लास्ट ब्लग पनि कम्प्लिट हुन्छ आजको यही भिडियोसँग। सो लेट्स गो। अरू चाहिँ यहाँ सिलगढी वेस्ट बेङ्गल पुलिसले चाहिँ साह्रै दग्दी दिन्छ।
सिक्किमको नम्बर देखि सक्दैन अन्त कहाँ से आप लोग आए? नेपाल नेपाल से किए? आपका यूट्यूब चैनल का नाम क्या है? KD95 ब्लॉग ठीक है भैया हम सब्सक्राइब अरे झूठ बोल रहा है ये झूठ बोल रहा है 95 गोप्रो मात्रै देखेको थियो धम्सेर आइहाल्यो बिचरा साँच्चा सेलिब्रेटी फिल बनाइदिएको एकछिन भए पनि खुट्टी हेर्ने ल एक्लै कि टिम एक्लै गएको ए यो ट्रेन चाहिँ एनजिपीबाट आएको कि गएको होला उताबाट आएको होला कहीँबाट यो आसामबाट आएको होला आउँदै गरेको आसामदेखि आएको पुष्पराज मैं झुकेगा नहीं साला पुष्पाको स्टाइल बचिरहेको हम्बा सो फाइनली म आफ्नो गाउँ आइपुग्यो है। सो आज चाहिँ मेरो यो नेपाल राइड पनि कम्प्लिट भयो 10 दिनको है। आई होप तपाईँहरू सबैलाई मेरो ब्लग मन पर्यो होला है। मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नुहोस् होला अनि प्लिज सपोर्ट देखाइदिनुहोस् होला है। अन्त अलिकति तपाईँहरूको सपोर्टले मलाई मोटिभेट पाउँछ है। तपाईँहरूको एउटा कमेन्टले गर्दाखेरि मलाई कति फरक पर्छ है। अब भिडियोहरू बनाउनु एडिटिङ गर्नुहरू कति अब झन्झट लाग्दो काम हुन्छ, प्लस तपाईँहरूको अलिकति सपोर्टले मलाई मोटिभेट गर्छ। सो यो मेरो आज लास्ट राइड हो यो नेपालको। सो लभ यु अल, टेक केयर। यस्तै ब्लगमा नेक्स्ट टाइम भेटौँ होला है। सो